फुडिङ कस्तो भयो भन्दाखेरि जुन सोचे अनुसारको हामीले गेममा अलिकति रिटर्न त्यो अनुसार हामीले चाहिँ पाउँछ अलमोस्ट पोजिटिभ नै थियो तर त्यतिवटा कुराहरू भयो कुराहरू चाहिँ नहुनुपर्छ जस्तो लाग्छ त्यो कुराले गर्दा ब्याक टु ब्याक दुईवटा भएर हामीले फर्स्ट म्याच पनि त्यस्तै भयो सेकेन्ड म्याच पनि अलमोस्ट सोचेको छ हामीले सबै केही कुराहरू जुन चित्त नबुझ्ने खालको कुराहरू देखियो जुन फर्स्ट म्याच भन्दा सर्ट टाइममा जस्तै तपाईँको फिक्सर पनि हेर्दाखेरि तपाईँको योग्य माछ पछाडि पनि हामीले त्यस्तै योग्य माछ त्यस्तो छैन र पनि फर्स्ट म्याच म्याचभन्दा सेकेन्ड म्याच धेरै राम्रो भएको आज कुनै हालत पनि हामीले पढ्नु पाउनु हुँदैन थियो हामी पाउनु थियो त्यो अनुसारमा स्टडिज प्लान गरेर सबै हामी स्टेटमा आएको थियौँ तर के भन्ने अब मेन चाहिँ अब यति राम्रो टुर्नामेन्ट भइरहेको छ एउटा स्ट्यान्डर्डको एउटा लेभलको टुर्नामेन्ट भइरहेको छ त्यो अनुसारको अझै रेफ्रीहरू पनि त्यो अनुसारको भइदिँदाखेरि कुरामा चाहिँ झन् यति राम्रो स्ट्यान्डर्डाइजेसनमा चाहिँ जुन एउटा गरिमामय टुर्नामेन्टमा अझै राम्रो हुन्थ्यो कि जस्तो लाग्छ किनकि सानो मिस्टेकले गर्दाखेरि हाम्रो जुन इन्भेस्ट क्लबको इन्भेस्ट रेपुटेसन सबै कुरा र तपाईँको 2-3 करोडको होइन लस हुन्छ सानो एउटा मिस्टेकले हामीले अपिल गर्दाखेरि जब कि क्लियर देखेको कुराहरूमा पनि उहाँहरूले देखिएन हामीले भ्याइनँ भन्ने खालको अभिव्यक्तिहरू चाहिँ कहाँसम्म सही हुन्छ र कहाँसम्म चाहिँ एउटा सानो कुराले फुटबलमा टर्न हुन्छ होइन त्यो कुराहरूले गर्दा पनि गाह्रो छ किनकि हामीले त्यो क्लियर देखिरहेछौँ कि खोसेर इभन अपोनेन्ट किपरले पनि चुपचाप बसिसकेको छ देखिरहेको छ र हामीले अपिल गर्दाखेरि पनि प्रब्लम तर देखिएन त्यो कुरामा चाहिँ यो स्ट्यान्डर्ड अनुसारको कहीँ कतै त्यो अझै राम्रो रेफ्री भइदिएको भए हामी हाम्रो इन्भेस्ट हामीले जे गर्नु खोजेको थियौँ होइन त्यो राम्रो हुन्थ्यो कि भन्ने मेरो चाहिँ मलाई जस्तो लाग्छ तपाईँले अब यसो भनिरहँदा चाहिँ मैले नेपालको रेफ्री स्ट्यान्डर्ड नभएको भन्दाखेरि पनि किनकि उहाँहरू कति रेफ्रीहरू राम्रो हुन्छ म नाम लिनु चाहदिनँ तर केही रेफ्रीहरूमा मैले देखिकन होइन धेरैचोटि यस्तो खालको प्रवृत्ति देखिरहेको छु होइन भोलि दिनमा कमेन्ट आउँला गेम हार्यो रेफ्रीलाई ब्लेम लाग्यो भन्ने कुराहरू पनि आउँला होइन त्यो कुराहरू ठुलो कुरा गर्ने फुटबल गेम हारजित हुन्छ मैले लास्ट पोस्ट म्याच कन्फरेन्स पनि भनेको गेम हो हारजित हुन्छ तर सानो मिस्टेकले गर्दाखेरि हामी सबै डुब्छौँ भने त्यो कुरा किन त्यो रिस्क लिने भन्ने कुरा हो केही व्यक्तिहरू केही रेफ्रीहरूमा चाहिँ क्वेसन मार्क चाहिँ म लगाउन चाहन्छु त्यो कुराले गर्दाखेरि भोलिको दिनमा गएर हाम्रो जुन रिजल्ट हुँदैछ त्यो अलिकति गाह्रो हुन्छ तपाईँले एकचोटि हेर्नुहोस् न पोखरा थन्डर्सको एकचोटि फिक्सर पनि हेरिदिनुहोस् न तपाईँहरूले फिक्सरमा र अरू टिम र पोखरा थन्डर्सको अलिकति फिक्सर हेरिदिँदाखेरि तपाईँहरूले आफै के हदसम्ममा क्वेसन मार्क आफै फिल गर्न सक्नुहुन्छ मलाई मेरो बुझाइ होइन त्यो साइड अर्को कुरामा स्टार्ट गेम भएदेखि म विचार गरिरहेको छु के हदसम्ममा किन यस्तो भइरहेछ पोखरा थन्डर्सलाई हामी राम्रो छैनौँ होला होइन कोसिस गरिरहेको छौँ राम्रो छैनौँ होला हाम्रो एक दिन पछाडि गेम छ 2 दिन पछाडि डेमा गेम छ फेरि अर्को डेमा गेम छ फेरि एक दिनको ग्यापमा फेरि गेम छ सर्ट टाइम पनि भयो हामीले प्रिपरेसन गर्नलाई कोच एज अ कोच मैले जति काम गर्नुपर्ने टिममा अथवा एबिसी कोही फरेनर कोच होस् या कोही होस् अहिलेको सिनारीमा डिपेन्ड के हुन्छ भने एउटा सानो टर्निङ पोइन्ट र प्लेयरमा डिपेन्ड हुन्छ केही प्लेयरमा त्यो खालको भिडिँदाखेरि पनि सानो टर्निङ पोइन्ट चाहिँ कस्तो भइरहेछ भने हाम्रो म्याचेसहरूमा चाहिँ पहिलाको म्याच पनि त्यस्तै भयो सबैलाई थाहा छ रहेछ अहिलेको म्याच पनि सानो एउटा डिसिजन मेकिङमा अब त्यहाँ पुग्नु पर्ने मैले सक्दो कुदेँ म गएँ हेरेँ मैले भ्याइजहरू देखेँ अब वुमेन लिडर हुन्छ सायद थियो होला गोल तर देखिन टेक्नोलोजी छैन टाइपको अभिव्यक्ति आउँदाखेरि हामी कोसिस र हाम्रो क्लबमा हाम्रो ओनरहरू र हामीलाई इन्भेस्ट गर्ने उहाँहरूले स्पोन्सर गरेर हामीलाई एन्सर के दिने भन्ने कुराहरू आउँछ जस्तो लाग्छ मलाई चाहिँ
म आफूले हेर्दाखेरि पनि कुरा चाहिँ राखेको तर त्यति बेला त्यो विषयमा चाहिँ अब म्यानेजमेन्ट टिमले के गर्नु त्यहाँ गयो है यताको साइडमा तर मैले एज अ कोच मैले त्यो फ्युचर हेर्दाखेरि मैले कुरा चाहिँ गरेको उहाँहरूसित त्यो चाहिँ खास चाहिँ प्लेयर बक्समा चाहिँ हुनुहुन्न त उहाँ होइन किनकि प्लेयर बक्समा त चेकै भन्नु त्यो नाम चाहिँ गर्नु परेको हुन्छ तपाईँले तर उहाँ र हामी चाहिँ म चाहिँ अब यता गेममै भएकोले गर्दा उहाँ कसरी आउनुभयो के आउनुभयो कसो आउनुभयो त्यो चाहिँ साइडतिर चाहिँ म जानु चाहिनँ तर एउटा क्लबलाई माया गर्ने बित्तिकै भइसकेपछि एकदमै यो सिचुएसनमा चाहिँ एकदमै गाह्रो भइसकेपछि कहीँ कतैतिर एउटा ट्याम्पोमा त्यो खालको गतिविधि नहुने भन्ने त्यो भन्दा पनि धेरैचोटि भएको कहीँ कतैतिर कहिलेकाहीँ चाहिँ त्यस्तो कुराहरू पनि सही गलततिर भन्दा पनि जरुरी थियो कि जस्तो पनि लाग्छ एक साइडमा हेर्दाखेरि चाहिँ त्यो तरिकाले हेर्दाखेरि चाहिँ तर त्यो साइडमा अब उहाँ आउनुभयो उहाँले के गर्नुभयो त्यहाँतिर म जानु छैन भनेको तपाईँहरूलाई सक्दो कोसिस गर्नु हाम्रो टिम प्लेयर अफिसियल टिमहरू जति जे छ हामीले सक्दो दिनु अलिकति के कुरा दुईवटा म्याचले चाहिँ केही कुराहरू चेन्ज गर्नुपर्छ आउने अब अपकमिङ म्याचमा होइन त्यसको लागि चाहिँ एउटा फोकस छ अहिले पनि त्यति साह्रो मानिहालेको चाहिँ छुइनँ मैले स्टिल ह्याभ 4 म्याचेस त्यसको लागि हामीले 9 पोइन्ट 10 पोइन्टको हामीले टार्गेट लिँदाखेरि हामी प्लेअफमा जान्छौँ तर पनि अहिले र फर्स्ट म्याच र सेकेन्ड म्याचमा हामीले केही नभयो भने तपाईँको एउटा म्याच जितेको भए अथवा हामीले पोइन्ट मात्रै कलेक्ट गर्नु सक्यो भने हामीलाई अलिकति इजी वे चाहिँ हुन्थ्यो तर पनि केही छैन टिम चाहिँ मोटिभेट नै छ किनकि हामीले एक प्रकारले टिमलाई चाहिँ सबैलाई राखेको एक प्रकारले चाहिँ हामीले चाहिँ तिनीहरूलाई बुस्टअप गरेको छ उहाँहरू पोजिटिभ सबै प्लेयरहरू पोजिटिभ नै हुनुहुन्छ यो खालको सिनारीले प्लेयरमा पनि इफेक्ट चाहिँ अवश्य हुन्छ होइन उहाँहरूले त्यत्रो डिमान्ड त्यत्रो देखिरहेछ लाइनभित्र पसेर देखिरहेछ र पनि हामीलाई ब्याक टु ब्याक यस्तो भइरहेछ फर्स्ट म्याचमा पनि त्यस्तै खालको भइदियो होइन हामीले अब इजिली हामीले त्यो नियमअनुसार जाँदाखेरि खेल्न नपाउने भन्दाखेरि हामी त्यो अनुसार आउँदाखेरि त्यतिकै हामीले 3 पोइन्ट लिएर दिए जस्तो नै त्यो भनेको अहिलेको तपाईँको 6वटा 7वटा टिममा अब 3 पोइन्ट भनेको धेरै नै इम्पोर्टेन्ट हो 1 पोइन्ट पनि धेरै नै इम्पोर्टेन्ट किनकि 10वटा टिम हुन्थ्यो भने केही थिएन 1-2वटा लुजले केही पनि फरक पर्दैन थियो भने तर कम टिम भइसकेपछि हामीलाई एक पोइन्ट त धेरै इम्पोर्टेन्ट हुन्थ्यो र आज पनि त्यो खालको सिनारी सक्दो कोसिस गर्ने हो टिमलाई होइन लिएर जाने कहाँसम्म पुगिन्छ सी बट स्टिल हामी टिम म्यानेजमेन्ट टिमहरू अहिलेसम्म योसम्म केही फरक परेको छैन कन्टिन्यू हामी मिहिनेत गर्छौँ अब नेक्स्ट म्याचमा 200% किनभने आज गेम हामी नि अब हामी जित्यौँ किन कस्तो खालको भने हामी जुन त प्लान गरेको थियौँ म्याच पनि हेर्नु होइन हामीले सिरियस मिस्टेक खालको जुन प्लेयर चाहिँ टिममा हामी गर्न सक्दैनौँ त्यस्तै खालको फर्स्ट क्वार्टरमा गोल खानु होइन हुन त त्यस्तो कुरामा त्यस्तै नै हुन्छ र पनि आज हामी त्यो जुन लास्टमा त्यो खालको 1 पोइन्ट 3 पोइन्ट हामी स्योर लाग्थ्यौँ त्यसमा नो डाउट